12 बजेपछि ल्यान्ड हुन्छ होला। सक्छ तिमीले यो हैन फोटो खिच्नु क्या कर मूल्य त मैले टिको लगाए नौ के हो हेर नलाइदे मेरो मोबाइल खोइ के फेरि हेर भोलि मम्मा मोबाइल खाए मेरो मोबाइल है सुमन्ना म्याक्स गरिछ यता आउन आमाको फोटो खिच्नु कान टक्का कति बोल्दै रहेछ यो मान्छे तल दिउनु बोले माथि त्यो सदर बैठक हात तल दिउनु हात माथि हो तिम्रो माने पनि सबै जानको रोग व्याधि भइरहेको यता त सुमन्ना अनि नजिक बस्नु न एक त पैसा दिएको मलाई बाको पालो होला नि हैन नातिनी नै हो सबभन्दा ठुलो मेरो नातिनी जान्छ नि ल ल ल ल छिटो अलि अगाडि अगाडि छोरी थम्जे गर्नु है मसिनो पैसा के कता बाजेले दक्षिणा दिन्छ म त्यही बिना बुढा म ज्ञानी बनाउन मेरो नातिनी धेरै पढ्ने चकचक पकपक नगर्ने है नौ दुर्गा माता ल यही है दुइटैको जुगना तिमीले यहाँ गर्ने मलाई यताबाट राम्रो आउँछ यो के दुइटैको अनि एउटा दिनु भयो भने त हुन्थ्यो नि यता आउनु पनि भयो यता आउनु पनि भयो यता आउनु त हजुरहरू झन् त्यो मसिनो पैसा कला गयो सोनाली उता जाऊ तिमी दुइटै बस्यो भने एकै थाहा न ल है 2 मिनेट नानु छोड त छोड नानु छोड न सुवर्ण छोड न बाबाको फोटो दिन्छु के अलि माथि आऊ ल यता हेर्नु है नि यता आउँछु अहिले तिम्रो पानी ल यता हेर्नु न यता 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 हेर्नु यता हेर यता हेर्नु म फोटो दिन्छु खुट्टा पाउनु है खुट्टा छ छोराले ल ल ल एकखेर फोटो खिचौँ त यता हेर्नु त मामा यता हेर्नु न पहिला फोटो भिडियो सब गर फोटो गर्छु म भने आउनु न मेरो आटो गर्छु कि पाउने ल ल भाइ मम्मीलाई पनि ल पैसा थामी है क्या सुवर्णलाई सुवर्णलाई हाम्रो तपाईको तर्फबाट लौ सुवर्णलाई मैले लगाछु अनि मम्मीलाई मलाई के यो यसरी प्रेस गरेर के लाइदेन थियो के अन्त नि अब भगवानै हो यता हेर्नु त यो प्रेस गरेर 5-6 सेकेन्डको भिडियो उता भिडियोमा आयो बाजेलाई अनि फोटोहरु गर्नु है छ नानु ल हजुर बाले तिमीलाई हो त लाउनी
ल है फोटो पनि अनि त्यो प्रेस गरे अनि भिडियो पनि हुन्छ के भिडियो 4-5 सेकेन्डको अनि फोटो पनि भिडियो पनि रे भिडियो प्रेस गर्नु बुढीमा लगाइदिने हैन छोरालाई नि लगाइदिएन लगाइदिनु पर्यो छोरालाई नि लगाइदिए घरिलाई भिडियो गर्नु है प्रेस गरेर 4-5 सेकेन्डको अनि फोटो गर्नु कसरी हो भिडियो पनि प्रेस गरिहाल्नु न त्यही त्यहीबाट आउने बिचमा अनि सेभ गर्नुपर्छ तल आफ्नो भयो कि नै भिडियो नि गरे ठिकै गर्न त ल बाबा एकचोटि फेरि गर्नु त फोटो पनि ल फोटो पनि हान्नु त एकचोटि ल फोटो पनि हान्नु त एकचोटि त ल ड्याडीले ढोएको फोटो गराउँ त एकचोटि नगर्दिनु रहेछ कि भिडियो मात्र अलिअलि भयो क्या खै पनि राम्रो छ हेर्नुपर्छ यहाँ ल ड्याडी 1 2 3 मम्मी पनि गर्नु ल मम्मीलाई नि ल 1 2 3 त्यही पनि हेर राम्रो छ यस्तो गर्ने कि यस्तो यो सौदी राख्ने अब तपाईँले अब यत्तिकै हाम्रो मात्रै देखाउनु है यता आऊ बेबी अहिले मार्न लगाउने बेला गर्ने त हैन पर्दैन गरिराख्नु यता बेबी तिमी यता ल मैले पैसा तिमी जम्मा गर्दैनौ अनि धेरै पैसा यता बस्नु यता नानी दिन्छ के बाबुले तिमीहरु त ज्ञानी भएर बस्नु हो त नि ज्ञानी भएर बस्नु के त्यो राख तिमी राख्दियौ गोलामा राख्नु त तिमीलाई बाबा दिनु हो ल बाबालाई हेर ला त हेर बाबालाई ल मेरो छोरीको दशैं राम्रो दुर्गा भगवानले रक्षा गर्नु न दुर्गा भगवानले रक्षा गरून् दुख बिमार केही पनि नहोन् हैन र सकुशल राम्रोसँग दशैं मनाउन पाऊँ र यो मेन कुरा र निरोगी रहोस् हैन त्यसो भनेको सधैँ निरोगी हुने बाबाले भनेको मान्ने बाहिर धेरै फुर नजाने अनि कान्छी बोलाइ आउँछ फेरि है ल हस् न ल ल फोन आयो त कसको हो यो फोन आयो त यही भन्दा छोडिदिनु हजुर वाउ ल फोटो लिइदिन्छ है म भयो पाउनु न दिइराख्नु तेरो बाबासित पैसा थुप्रो छ ऊ जमरा लगाइदिनु न लगाइदिएन तिमीले ल कहिले जमरा लगाइदिनु जमरा लगाइदिन्छु मेरो ल मेसेले म फोन आछ के काट्नु न रातो म फोटो लिइदिन्छ है बाउ छोरी लिएर ल हेर बाले लाने न बेबी ल ल पैसा राख्छ नि खुट्टा ल्याउ तिम्रो ओके ल बाबालाई ढोका फेरि तिमी ल्याऊ हातमा गर अब बाबालाई हातमा ढोका होइन बाबालाई ढोका न हातमा गर अब गातो चाहिँ गर ल आऊ ल उठ ए अब मम्मी ल ल भयो यो बाबाको थुप्रै अटिका ल ठुलो मान्छे ल भयो ल फेरि बाबालाई पैसा दिनुपर्छ नि तिमीले अब मम्मीको पालो ल मम्मी बाबा त सक्यो मलाई पनि देखाऊ बाबा मम्मीलाई पनि देखाउँछ ल हेर्नुहोस् त है त हातमा दिनु फ्री त है बाबा आउँछु नला ढोका दुर्गा माताले रक्षा गरून् अनि निरोगी रहन् सधैँ होइन मैले भनेको मानुन् र अनि बाहिर फुलफुल धेरै तिमी पनि धेरै नडुल्नु डाक्क मैले भनेको मानिराख्ने डाक्क फोन गर्दा घरमा तँ आउने अब मेरो अब आशिष नै यही हो सदा निरोगी हुने त्यही हो होइन भगवानले रक्षा गरून् जता गए पनि सधैँ तिम्रो शिरमा हौँ होइन ल यही हो शुभकामना दसैँको धेरै धेरै शुभकामना दुर्गा माताले रक्षा गरून् ल अनि फेरि यो
केको खिच्दिने मम्मी मम्मी हजुर सेभ गर्नु भयो यता देखाउनु म फेरि गरिदिन्छु है अब यो बिहा गरिदिनु अनि फेरि खिच्दिनु है फोटो खिच्ने हो कि फोटो खिच्दिने खेर ल पैसा दिएको ड्याडी ल मम्मी भएर मामा ढोगरेको एउटा फोटो खिच्दिनु भयो माताले रक्षा गरून् भयो बाबा हजुर भयो अब भिडियो गरिदिनु आमा प्ले गरिराख्दिनु है खै म सिकाउँछु ए हो फेरि गरिदिनु म के अठाइ राख्यो भने हुन्छ ड्याडी कहीँबाट अहिले अलि नजिक अलि यता पहिला पहिला फोटो खिचिदिनु बाबालाई ल पहिला फोटो है अब यो तिम्रो आमा छोरीको भयो ल सेभ गर्नु है भयो हात यसो राख्छ नि मलाई हेर न फेरि भिडियो गरिदिनु फोटो भिडियो पहिला फोटो गरिदिनु अनि एउटा खिचेपछि फेरि 4-5 सेकेन्डमा भिडियो भयो फोटो खिच्यो अब भिडियो है यो सिधा भन्नु न सिधा सिधा अब के फोटो जमाएर चाहिँ पनि भिडियो है यो फेरि यो नि भिडियो ल समातरी डाल बाबालाई हेर बाबालाई उता बाबालाई हेर न भिडियो ल रोपा अब फोटो फोटो आयो राम्रोसँग किन यसो ल दुईटा सँग फोटो भएन यो भएन 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 फेरि चिप्मा भयो क्या कस्तो उत्तानो गरेको मोबाइल नि हुन्छ ए हे अन्त नि पखामा अहिले हालिदिन्छु ल पख भएन ल त माउलाई हेर छोरी 1 2 3 चिप्मा आयो कि सुवर्णाको छिटो गर्नु न कति ढिलो 1 2 3 ल दामी आमा ल यो एउटा चाहिँ दामी आमा ल 1 2 3 गो ल अब भिडियो गरिदिनु भिडियो 6-7 सेकेन्ड मोटो गर्छ यता गर रे बाबासँग गर्नु गुड बाबालाई हेर बाजेलाई हेर बाजेको आशीर्वाद छ न राम्रोसँग अझ हाँस्छ अझ सुवर्ण जमरा लगाउँछ नि टिका जमरा लाउने हो नि म लगाइदिन्छु है ल आमालाई लाउनु आमालाई लाउनु देऊ ओ त्यो पाती निकाल्दिनु माइजू किन होला खोइ पाती लाउनु हुन्छ हो त्यो जमरा मात्र लगाइदिनु ल कस्तो राम्रो ल ल कति क्युट देख्यो माइ गड थ्याङ्क यू भन बाजेलाई थ्याङ्क यू बाजे भन ल उता आमालाई पनि जिउ गरेको खोइ आउलाई गुड गर्ल ल मलाई नि खिचिदियो मलाई फोटो खिच्ने कि त्यहाँ खिच्नु हुँदैन भिडियो गरेको छैन दिएन भन्ने हो छिटो गर न मेरोबाट त लास्टै ढिल्यो खाने पकाएन अघि नै त्यही पाउनु भएर पकाउनै पाइनँ कि बेबी यता आऊ त म यहाँ फोटो खिच्छु बाबालाई
यहाँ मोबाइल यस गर्छु माथि रहनु नि छोरो बाख्लो फोटो खिच्छु अनि अलि लाउरे बा घर फेरि जान्नु पोर हजुरहरूको त्यति थिएन अरे आन्टी हाम्रो थिएन पैसा त पर्दैन कि आन्टी मलाई नि खिच्दिनँ है फोटो पनि यहाँबाट भिडियो भन कि मेरो आँटाबाट खिच्दिनँ कि है मामा पैसा पर्दैन भनेको के अरे मामा जाम है जाम है पेट फुल्छ फेरि पठाइदिनु भयो नि है होइन मैले खाएँ भिडियो गर्नु हो तपाईँले ल जा केटी ए हो हाम्रो हिरोइनहरू हिँड्न माथि तरकारी पकाउन लागि माथि गएर सानो मेरो नानो धेरै धेरै चन्द्रमा लाइने रहन् हस् भन बेबी त्यो मात्र भयो नि हुन्छ बाबा ल थ्याङ्क यू बाबा भन छोरी अगाडि थ्याङ्क यू बाबा भन ल बाबाजी गर उता आमालाई पनि गुड गर्ल पर्दैन बाबा पर्दैन पार्टी पर्दैन जो गरेन बाबालाई आमालाई फेरि Allah. पैसा पनि नदिनु है कमाउने भएर आशिषै सबैभन्दा ठुलो भने पढ्ने आशिष गोडा दसैँमा त्यही हो क्या बाबालाई भन्दै सानो हस् बाबा भन सानो बाबा दिनु
बाबुजी घर थ्याङ्क यू बाबुजी घर छन् जो गरेर बाबालाई लाउँदै हुनुहुन्छ ल टोपी लाउनु पर्छ टोपी लाउनु पर्छ ल्याएको छु भाउजू हजुर सन्चै हुनुहुन्छ अब आउनु अहिले आउनु न हजुर भ्याउनुहुन्छ भने फेरि भोलि म फेरि नहुने भयो नि त भोलि म नि माइत जाने अरे कि दिदी हजुर आज आउनुहुन्छ होला भन्ने लागिरहेको थियो के अरे यताको दिदीहरूसँग यता पनि बिजीको बिजी हुनुभयो